हजुर के लिएर आउनुभयो? पानी परेको बेला झरीमा यहाँ पाल्पा आएको चाहिँ हामीले त यस्तो भुटुवा बनाएर जाडोमा त ठुक्किरो भुटुवा खान लाग्यो नि। हेर्नु त पुरै हेर्नुहोस् डाँडा काँडामा पुरा किरो लाएर रमाइलो छ भने ल हजुरहरूलाई पनि यो भुटुवा मनपर्छ भने आउनुहोस् है सँगै खाउला। अहिले सन्दा दिनुहोस् ल लिनुहोस् जाडोमा यसो तातो नहालिनु ल त लियो हामीले चाहिँ आज झरी मनाउँदैछौँ होइन। पाल्पामा आएर एकदम रमाइलो भइरहेछ सँगसँग भेटघाट भएर। यता फेरि फुपू हजुरआमा मकै के छ माइत आएर कति खुसी लाग्छ मम्मी। माइत आएर त मकै हेर त मान्छे त के खान लाग्यो। ए दिदी बहिनी भेट भएर कति रमाइलो। ल ठिक छ ए ल ल हुन्छ रमाइलो गरौँ ल आजको दिन पनि। बाहिरतिरको मौसम हेर्ने भने यस्तो पानी आएर बादल लागेको छ है।